घरमा बस्दा बस्दै एकदम अल्छी लागिरहेको थियो र अब अरू बेला चाहिँ भिडियोहरू बनाइरहेको थिएँ म बिहाहरूमा गएको भ्लग टाइपको र कतै घुम्न पनि गएको र अहिले चाहिँ फेरि कतै घुम्न पनि गएको छुइनँ र बिहा पनि एकदम सकिसकेको छ हाम्रो गाउँतिर गाइस र अहिले चाहिँ एकदम अल्छी लागिरहेको थियो र बुनुको फेरि आज ड्युटी छुट्टी थियो नि त र एक्लै फेरि अब सेन्टरमा गएर चाना खान पनि मिलेन र फेरि म र ऊ चाहिँ आएका थियौँ सेन्टरमा चाना खाना भनेर र हामीले चाहिँ यसरी चाना चाहिँ पेक पारिदिनु हामी घरमै गएर खान्छौँ भनेर नि त अनि यसरी पेक पारिदिनु भयो र हामीले फेरि यसरी घरमा लिएर खायौँ चाना र फेरि हामीले चाना खान्थ्यौँ कलेजमा जाँदाखेरि गाइस यस्तो साथीहरू भेला हुन्थ्यौँ र सबैजनाले पैसाहरू उठाउँथ्यौँ अनि पैसाहरू उठाएर यसरी चानाहरू खान्थ्यौँ कि गाइस र कलेजको यति याद आउँछ नि नभन्नुलाई सो फेरि यति पिरो रहेछ नि यो चानामा चाहिँ म चाहिँ फेरि बिरामी भइकन कम्ती पिरो खान थालेको छु र फेरि पिरो बेसी भएर मलाई चाहिँ मम्मीले तामुल दिनुभयो र तामुलले चाहिँ पिरो हट्छ भनेर नि त फेरि यहाँ चाहिँ हुनुहुन्छ हामीले मेट्रिक दिन जाँदाखेरि उहाँ चाहिँ हाम्रो खुरा हुनुहुन्थ्यो एकदम हामीलाई हेल्प पनि गर्नुभएको थियो उहाँले चाहिँ र सधैँ आउँदाखेरि हामीलाई यसरी बिस्कुट लिएर आउनुहुन्थ्यो र मलाई चाहिँ एकदम यहाँ भन्नुहुँदै थियो कि त बिमारी भइकन कति यो भइचिस काली भइचिस कति गोरी थिइस् भन्नुहुँदै थियो कि त्यो बिस्कुट लिएर आउनुभएको छ होइन अब लाल चिया भयो भने त पकाएर दिनु पऱ्यो सो फेरि यता मैले लाल चियाहरू पकाउन थालिसकेको छु र मैले चाहिँ सोधिरहेको छु बिस्कुटको दाम चाहिँ कति खुरा भनेर ल त गाइस फेरि अर्को भिडियोमा भेट्दैछु बाई बाई।